हे व्हाट्सअप गाइज, वेलकम ब्याक टु माइ च्यानल स्किल बेरोजगारी। मलाई थाहा छ मैले मुभीहरूको बारेमा भिडियो नबनाएको चाहिँ धेरै भइसक्यो, त्यसैले मैले आजदेखि फेरि कन्टिन्यू गर्न चाहिँ यो सिरिजलाई। त्यसैले आज मैले ल्याएको छु एक्सन थ्रिलर मुभीहरू, जो चाहिँ मैले तिनीहरूलाई चाहिँ आफैले हेरेर खोजेर ल्याएको छु। त्यो चाहिँ खतरनाक मुभीहरू मात्र राखेको छ, आफैले हेरेर चाहिँ मैले लिस्टमा राखेको छु, लिस्ट बाई लिस्ट तिनीवटा मुभीहरू चाहिँ भन्ने छु। त्यसैले आजको हाम्रो भिडियो चाहिँ सुरु गरौँ बिना देरी के। यो मुभीहरू चाहिँ मैले 2025 मै रिलिज भएको मुभीहरू चाहिँ ल्याएको छु, जुन लेटेस्ट रहेको छ। यो लेटेस्ट मुभीहरू चाहिँ रहेको छ त्यो चाहिँ 2026 त लागिसकेको छ, त्यही पनि 2026 मा धेरै मुभीहरू चाहिँ रिलिज भएको छैन भने हामी 2025 कै मुभीहरूको बारेमा कुरा गर्नेछौँ। हाम्रो आजको नम्बर 3 मा मुभी रहेको छ धुरन्धर भन्ने मुभी, जुन चाहिँ एउटा इन्डियन इन्टेलिजेन्स अफिसर हुन्छ। त्यो चाहिँ पाकिस्तान छिर्नेछ, किनकि पाकिस्तानमा चाहिँ खतरनाक बोसहरूले चाहिँ देश उडाउने चाहिँ प्लानिङ गरेर आएको हुन्छ। त्यसलाई थाहा पाउनको लागि, त्यो प्लानिङ चाहिँ बुझ्नको लागि त्यो मान्छे चाहिँ के भन्छ पाकिस्तान जानेछ र त्यो इन्टेलिजेन्स अफिसर चाहिँ देशको लागि लुकी काम गर्दैछ, जसको चाहिँ नाम चाहिँ कतै रेकर्डमा हुँदैन, कसैलाई थाहा पनि हुँदैन। त्यो थाहा नपाइकन चाहिँ काम गरेर आएको हुन्छ त्यसको लागि चाहिँ। र त्यो प्लान चाहिँ के हो, त्यसपछि के हुन्छ यो मुभीमा थाहा पाउनुको लागि चाहिँ यो फुल मुभी हेर्न पर्ने हुन्छ, जहाँ चाहिँ नेटफ्लिक्स या प्राइम भिडियोमा चाहिँ हिन्दी डबको साथ इजिली देख्न सकिन्छ। फ्रीमा देख्नु छ भनेदेखि चाहिँ मलाई इन्स्टाग्राममा मेसेज गर्न सकिन्छ, म त्यही फ्रीमा लिङ्क दिनेछु, जहाँ चाहिँ फ्रीमा डाउनलोड गरेर हेर्न सकिन्छ। जहाँ चाहिँ यो मुभीमा चाहिँ हाम्रो एक्सन, त्यसपछि स्टोरी, पोलिटिक्स, मनी, पावरहरूको बारेमा चाहिँ देखाइरहेको हुन्छ, स्ट्रगल। त्यसैले यो मुभी धमाकेदार रहेको छ, चाहियो भने हेर्न सकिन्छ। र हाम्रो नम्बर 2 को बारेमा कुरा गरौँ। हाम्रो नम्बर 2 मा मुभी रहेको छ हिट द थर्ड केस भन्ने मुभी रहेको छ, जसलाई चाहिँ हिट 3 भनेर नि चिनिन्छ। यो मुभीको बारेमा कुरा गर्नुपर्दा जहाँ चाहिँ पुलिस अफिसरको स्टोरीहरू चाहिँ देखाइरहेको हुन्छ, जहाँ चाहिँ पुलिसहरूलाई चाहिँ क्रिमिनलहरूले मारिरहेको हुन्छ एउटा गरी समातेर। त्यसैले चाहिँ त्यहाँ एउटा खतरनाक अफिसर रहेको हुन्छ, जसको नाम चाहिँ अर्जुन सरकार हुन्छ। त्यसपछि सबैले केस चाहिँ त्यसलाई दिन्छ, त्यसपछि त्यसलाई चाहिँ सबै क्रिमिनलहरूले चाहिँ एउटालाई समाति मार्ने गर्छन् सबैको। त्यसपछि उसले चाहिँ सबैलाई सोध्दै त्योभन्दा माथिकोलाई नै मार्नेछ। त्यो क्रिमिनलहरू चाहिँ कसको लागि काम गरिरहेछ त्यसपछि अगाडि थाहा पाउनुको लागि चाहिँ यही मुभी हेर्नु पर्ने हुन्छ, जहाँ चाहिँ प्राइम भिडियो, त्यसपछि नेटफ्लिक्समा चाहिँ इजिली हिन्दी डबिङमा देख्न सकिन्छ, हिन्दीमा हेर्न सकिन्छ इजिली, त्यसपछि फ्रीमा हेर्न सकिन्छ। मलाई इन्स्टाग्राममा मेसेज गऱ्यो भनेदेखि चाहिँ मेरो इन्स्टाग्रामको लिङ्क चाहिँ युट्युबको बायोमा रहेको छ। यो मुभीमा चाहिँ मारकाट चाहिँ धेरै हुनेछ। त्यसपछि हाम्रो लिस्टको लास्ट एन्ड फाइनल नम्बर 1 मा रहेको छ अवतार फायर एन्ड एस भन्ने मुभी, जुन चाहिँ अवतारको सिक्वेल पार्ट हो। यो चाहिँ पार्ट 3 निक्लिसकेको छ, चाहिँ पार्ट 1 र 2 चाहिँ आइसकेको थियो। यो चाहिँ 3 भन्दा नै हुन्छ, जुन चाहिँ 2025 को सबैभन्दा धेरै पैसा कमाउने फिल्म भनेर नि चिनिन्छ। यो मुभीको बारेमा चाहिँ म धेरै भन्दिनँ, जहाँ चाहिँ ह्युमन र नाभीहरूको चाहिँ फाइट परिरहेको हुन्छ। त्यो बिच चाहिँ के हुन्छ भनेर चाहिँ यही मुभी हेरेर थाहा पाउन सकिन्छ, जहाँ चाहिँ हाम्रो जङ्गलको एक्सन एडभेन्चरहरू देखाइरहेको हुन्छ। त्यसपछि स्टोरी नै एकदम दामी रहेको छ, जहाँ चाहिँ मुभी लगभग 3 घन्टाको रहेको छ, 3 घन्टामा अलिक धेरै रहेको छ, अझै हेर्नलाई धेरै मजा आउँछ। यो मुभी नै इजिली प्राइम भिडियो नेटफ्लिक्समा देख्न सकिन्छ। अर्को कुरा भनेको हामी मुभीहरूको बारेमा त कुरा गर्दै गर्छौँ, मैले अर्को नै एउटा गेमिङ च्यानल चाहिँ बनाइसकेको छ, जहाँ चाहिँ मैले गेम प्ले भिडियोहरू चाहिँ हालेको गर्छु। चाहियो भनेदेखि चाहिँ मेरो च्यानलमा गएर गेम प्ले भिडियो नै देख्न सकिन्छ, जहाँ चाहिँ मेरो च्यानलको लिङ्क चाहिँ डिस्क्रिप्सन या कमेन्ट बक्समा दिँदैछु। म मिल्नेछु नेक्स्ट भिडियोमा। अभी के लिए बाई बाई।